हेलो एभ्रिवान, मलाई चाहिँ अल्छी लाग्यो। अब म चाहिँ भिडियो बनाउँदैछु र आज चाहिँ म घरमा एक्लै छु आज र भोलि चाहिँ, किन भन्दा मेरो बाजे र बोजू चाहिँ घुम्न गएको छ। त्यही भएर म चाहिँ गइनँ अनि मैले चाहिँ आज कति काम गरिसकेँ तपाईहरुलाई देखाउँछु ल। यो चाहिँ मेरो बाजे र बोजूको रुम हो। मैले यो डल्लै चेन्ज गरिदिएँ अनि सबै भुइँहरू पनि पुछिदिएँ। अनि यो बाथरुम चाहिँ म भर्खर नुहाएको, त्यही भएर पानी पानी भइरहेको छ। योहरू सबै मैले सफा गरेको, एक्लै हुँदा पनि बोरिङ हुँदो रहेछ, त्यो भएर। अनि यहाँ छ मेरो रुम चाहिँ यस्तो भइराखेको छ। अस्ति तेल भएर मैले सामान लिएको थिएँ अनि त्यो सामान चाहिँ अहिले थन्काउनु पर्ने छ। अनि त्यो भएर अनि यहाँ चाहिँ 3टा लगेज छ। यो चाहिँ मैले सबै यहाँ सामानहरू राख्नेछु। ला मैले पासपोर्ट त्यहाँ राखेको छु। अनि यो सामानहरू चाहिँ म अहिले डल्लै मिलाउने छु। अनि मैले नेल उयो पनि लिएको छु। अब भरे चाहिँ म फ्री भएपछि चाहिँ म नेल लगाउने। मेरो नेल चाहिँ यस्तो भइरहेछ हातको। यो हो मेरो रुम चाहिँ अलिक लथालिङ्गै छ, सबै सामान मिलाउनु पर्ने छ। अनि मैले नुहाएर लुगाहरू पनि यहीँ राखेको रहेछु। अनि त्यो भइरहेछ। यहाँ चाहिँ मेरो बाथरुम, मैले मेरो बाथरुम पनि सफा गरिराखेको छु। अनि यो चाहिँ हो बाजेको लिभिङ रुम। यहाँ चाहिँ बाजे बसेर गेम खेल्छ। अनि मैले यहाँ चाहिँ मैले यस्तो लथालिङ्गै भइराखेको छ। यस्तो यहाँ माथिबाट चाहिँ कस्तो दामी नात्तानिया देख्छ। र अहिले चाहिँ घाम पुरा लागिरहेको छ, त्यो भएर म जाँदिनँ। अनि यहाँ चाहिँ मैले आज सबै सफा गरेको नि त, सफा गर्न नै 2-3 घन्टा लाग्यो मलाई। अनि यहाँ डल्लै पोछा लगाएको नि त भर्खर। हो डाइनिङ रुम। अनि यहाँ चाहिँ मैले आज मेरो खाना बनाइरहेको छु। यहाँ चाहिँ अन्डा उसिनिरहेको छु। अनि यो चाहिँ मेरो खाना हेला हो। अनि यहाँ चाहिँ मैले दाल, हाम्रो उताको घरको जस्तै दाल रहेछ, अनि दाल बनाइरहेको छु। घाम चाहिँ यस्तो लागिरहेछ यहाँ बाहिर, यस्तो भइरहेछ दिन चाहिँ है। त्यसपछि यहाँ चाहिँ मैले यति काम चाहिँ आज गरेको छु। चाहिँ हो मेरो काम, आजको काम। यहाँ चाहिँ मैले लिभिङ बाजे र बोजू यहाँ बसेर यहाँ टिभी हेर्छ। यो चाहिँ मैले सफा गरेको छु। अनि म तपाईहरुलाई यो चाहिँ हो मेरो बाहिर बाल्कनी। यहाँ अघि मैले डल्लै सफा गरेको। यहाँ चाहिँ पुरा सुक्खा भइरहेको छ। अहिले पानी लाउँछु। त्यहाँनिर यो फल्दैछ टमाटर हो। अनि मैले टमाटरको बिजन पनि राखेको छु, यहाँ देखाउँछु ल। मैले टमाटरको बिजन चाहिँ मेरो सासूले हुन्छ त्यो खाने टमाटरै रोप्दा हुन्छ भनेर चाहिँ मैले हुन्छ कि हुँदैन भनेर ट्राई गरेको थिएँ। यस्तो पलाक्छ, कति पलाक्छ यहाँनिर बिजन। अनि मैले यहाँ चाहिँ ट्राईको लागि लगाएको थिएँ। यत्रो भएछ। तपाईहरुलाई मेरो अर्को जग्गा पनि छ टमाटर, त्यो पनि देखाउँछु ल। यस्तो भइरहेछ। यो सबै मैले आज सफा गरेको। मैले अर्को जग्गा पनि टमाटर लगाएको छु, कति उम्रेको छ। अब साग छर्नु पर्ने छ। मलाई एकजना दादाले बिजन दिनुभएको छ। अनि डल्ले खोर्सानी पनि रोपिराख्नु छ। यहाँ चाहिँ पुरा यस्तो, यहाँ चाहिँ रेन्टमा बस्छ एकजना केटा, पुरा मैला गर्छ। यहाँ पनि छ मेरो टमाटरको बिजन, कत्रो भएको छ। आज बेलुका चाहिँ म पानी हाल्छु, अहिले चाहिँ लाउँदिनँ किन भन्दा कस्तो घाम लागिरहेको छ नि त। अनि मैले यो रोपेको। त्यो बाजेको गाडी, आज गाडी नलगी गयो। बाजेहरू लामो जानुपर्छ भनेर चाहिँ बसमा जाने अरे। त्यो भएर चाहिँ बाजे र बोजू अनि उसको नाति अनि छोराहरू सबै
बसमा गयो अनि यही हो मेरो आजको मेरो ड्युटी खत्तम भएको छ। लुगाहरू धुनु थियो धोइहालेँ। अब बस्ने हो मजाले, खाना खाने हो अनि बस्ने हो। अघि आउँदिनँ भनेको थिएँ, अहिले चाहिँ घाम कम्ती भएछ अनि आएको। यो हो नातानिया, तो गर्मी स्टार्ट भयो। यो हो तो भइरहेको छ। यो साइड चाहिँ यस्तो छ। घाम लागिरहेको छ नि हौ। तपाईहरुले मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। म भिडियोलाई चाहिँ यहीँ अन्त गर्छु। यस्तो भइरहेको छ। यो चाहिँ एग्रिकल्चर सेक्टर।